गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। दिस म नाम ब्याक विथ अनदर भिडियो। सो आजको भिडियोमा चाहिँ म छु हाम्रो गाउँमा। तपाईले देखिरहनुहुन्छ ब्याकग्राउन्डमा पनि मकै यत्रो हुर्किसक्यो। सो आज चाहिँ म चाहिँ गाउँ हाम्रो घर छेउतिरको आफ्नो बारीहरू पुरा टुर गर्न जाँदैछु र तपाईलाई यो गाउँको अहिलेको सिजनको ब्युटी देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी चाहिँ आज वरिपरि गाउँहरुतिरको टुर गर्दैछौँ। अब यहाँबाट अलिकता पर हाम्रो बारीहरू छ, हेरौँ त्यहाँतिर मकै के कस्तो भएको छ। हाम्रो यो पल्लोहरू हुँदै हामी अब यहाँ चाहिँ पहिला पुरै गाडीहरू हिँड्ने रोड थियो। अब यो बर्खामा केही पनि हिँड्दैन। त्यही कारणले गर्दाखेरि चाहिँ अहिले बाटो यस्तो भएको छ। बाइकहरू इमर्जेन्सीमा गाडीहरू चाहिँ हिँड्छ, नत्र भने खासै हिँड्दैन। ठाउँ पछि फरक समयमा अलिकता ढिलो चाँडो हुन्छ। हाम्रोतिर चाहिँ अहिले यतिको भएको छ मकै। अब दोहोरो गर्ने बेला हुन लाग्यो, एक रोज सकेर। तपाईहरुतिर चाहिँ के कस्तो छ? हाम्रोतिर चाहिँ यस्तो छ हैन। चराचुरुङ्गीहरू यस्तै अहिलेको समय हो कि गाउँहरुमा घुम्ने भनेको यो बर्खातिरको समयमा यस्तो आनन्द हैन। एकछिनमै कुहिरो, एकछिनमै घाम, एकछिनमै पानी। के भने गाउँहरुको मौसम त साह्रै रमाइलो छ नि। सधैँभरि यहीँ बस्नु त के नि, सबको सिलसिलामा जानु पर्ने हुन्छ, त्यो भएर मात्रै हो। नत्र भने त स्वर्गसरी छ नि गाउँ। बाटोघाटो सबैतिर पुगेकै छ। हेर्दाखेरि यस्तो लाग्यो भने काठमाडौँबाट एकदमै डिस्टेन्स पनि कम। सबैको घरमा वाइफाईको तारहरू सब सुविधा छ। खानेपानीहरू साथसाथै नगरपालिका विद्युत तेह्रमा पनि परिसकेको है। बिस्तारै धेरै कुराहरू राम्रो हुँदैछ। अब म यहाँबाट अलिकता परसम्म पनि जान्छु। हाम्रो उता एउटा बारी छ, त्यहाँतिर के कस्तो छ भनेर त्यहाँतिर पनि देखाउन गइरहेको छु। पहिला चाहिँ यहाँ रोड यस्तो राम्रो थियो। अहिले अलि बर्खाले गर्दाखेरि खासै नहिँडे झारै झार बाइक मात्रै हिँड्छ। अहिले चाहिँ गाउँतिर नि मान्छेहरू त अब धेरै एडभान्स भइसक्यो नि। यस्तो नेटको तारहरू यताउता सबै वाइफाई, घरै पछि वाइफाई छ। सबैले अब ग्यासहरू युज गर्छन् धेरै जसोले। अनि बारीतिर पर्यो भने, मिलतिर जानु पर्यो भने बाइकहरूमै सामानहरू लिएर जान्छौँ। हाम्रोतिर चाहिँ मकैहरू एकदमै राम्रो फल्ने गर्छ। यो विशेष गरी यो रातो माटोमा चाहिँ मकैहरू एकदमै सप्रिने गर्छ। ठक्क यहाँतिर खिर्रोहरू पाउँछ। यता खिर्रो भन्छ, खिर्रो। फुलहरू पनि यसको राम्रो हुन्छ। यसको पुरा चोप आउँछ। योहरू खायो भने चाहिँ बाह्र भैँसी अथवा वस्तुहरू चाहिँ खै अड्किन्छ अथवा बिरामी हुन्छ भन्ने चाहिँ चलन छ। त्यही भएर खासै बाह्रकोहरूलाई चाहिँ खुवाउँदैन। यो खायो भने खत्तम हुन्छ है भनेर बच्चादेखि नै हामीलाई चाहिँ यही शिक्षा दिँदै आएको हो। यो सिरिस, हामीलाई सिरिस भन्छौँ। हाम्रोतिर चाहिँ एकदमै धेरै मात्रामा पाइन्छ। हुन त यसलाई वातावरण अनुकूल भएर नि होला, एकदमै चाँडो हुर्किने र यो पनि उपयोगी पनि छ। फेरि यसको पातहरू चाहिँ एकदम मलिलो हुन्छ। सेप लाग्दैन। यसको पात जुन बिउहरू राख्दाखेरि माथिबाट छाप्दियो भने
एकदमै राम्रो हुन्छ। र फाइनली अब म हाम्रो बारीमा आइपुगेँ र यहाँ चाहिँ साना साना धनसारहरू पनि छ। पहिला यहाँ छरछिमेकीहरू बस्नुहुन्थ्यो, अब सबैजना बेसीतिर जानु, सबैको खेत बेसी हुनाको कारणले अहिले अब यो यत्तिकै छ। पुरानो भएर बसेको अवस्था छ। सबैजना अब आफ्नो जबमा, सबैजना काठमाडौँ मुभ। अहिले गाउँहरू यसरी नै खाली खाली हुँदै गएको अवस्था छ। हाम्रो बारीमा फेरि यो आँप र अमला चाहिँ एकदम प्रशस्त रूपमा छ। अब के भने आफूले खान भ्याउँदैन, कोले खान्छ खाओस्, केही छैन भनेर हामी यत्तिकै छोडिदिन्छौँ। वरिपरि मकै चाहिँ अलि अगाडि लागेको भएर होला यत्रो ठुलो भइसकेछ यार। तर हाम्रो भने यता साइडमा यी भर्खर अलिक पछि लगाएको भएर होला सानै रहेछ। रोपेपछि पुरा पानी परेर झारिझारेर गुड्नलाई यस्तो गाह्रो भएको थियो। तर धन्न यत्तिको चाहिँ भएछ। अहिले कन्टिन्यू पानी परेर अब हुर्किन्छ यहाँ पनि। स्पेसली यहाँको माटो चाहिँ मकैको लागि एकदमै राम्रो छ, एकदमै रातो माटो। त्यही भएर यहाँ एकदमै राम्रोसँग हुर्किन्छ मकै। कहिलेकाहीँ यसो पातलो मकै जस्तो देखिन्छ, ल खतम भयो भने जस्तो हुन्छ। तर पछि यस्तो मजाले झाँगेर आउँछ नि। त्यही भएर हामीले अब के नि कन्टिन्यू, अब त्यति फाइदा नभए पनि खेताला लाउँदा धेरै जान्छ, तर पनि हामीले कन्टिन्यू लगेर हुन्छौँ। किनकि फेरि बारीहरू पनि माटो पनि बिग्रिन्छ नि त। हेर्नु त यस्तो क्या मजाले सप्रिएको छ। अगर यसलाई चाहिँ एक सिजन मात्रै लाउँछ हामी, पानी सानी यताउता सिँचाइ प्रशस्त गरेर 2 सिजन लाउनु पायो भने त अनि बल्ल फाइदा हुन्थ्यो क्या। माटो त्यसले फ्यास गरेर कति कमल एकदमै उब्जाउ बढ्यो भने, मजाले लगाउन सक्यो भने। अलिकति पानीको कमीले गर्दाखेरि चाहिँ यहाँ अलिक मार परेछ। पानी मजाले हुनु हो र सिँचाइको व्यवस्था गरिदिनु हो भने यो माटोमा कम खतरा फल्छ। तरकारीहरू अथवा कुनै पनि अन्नहरू जे लगाए पनि। यत्रो पुरै एरिया छ, खेती गर्ने गाह्रो भइसकेको छ। अमला त यहाँ त कति काठमाडौँको आफन्तहरू साथीहरूलाई पनि खिलाएर पनि अझै बढी हुन्छ। प्रायः जस्तो म लगिरहेको हुन्छु। हाम्रो छरछिमेकीहरूको झन् मकै त यस्तो लोप्ला त कति केयर गर्नु होला त। ल मजाले मूलसुल हालेर कालो भइसक्यो, दोहोरो पनि गुडिसकेको छ। यसपाल पनि मकैमा अलिअलि छ्याक भएको नि। यो किराको यो रोग चाहिँ कहिलेदेखि आएको हो, यसले चाहिँ धेरै असर बनाएको छ यार। यस्तो हो नि सबै अरू मकैमा पनि सर्छ। अनि फेरि मकै निस्किने बेला यसो गुवा माथि खाइदिने रहेछ, त्यसपछि धान चाउरा आउनलाई नदिने, अनि यसले खतम बनाउने रहेछ। यो समस्या चाहिँ 2-4 वर्षदेखिबाट एकदमै सङ्क्रमित भइरहेको अवस्था छ यो नुवाकोटतिर। अरूतिर चाहिँ के कसो छ, यसलाई चाहिँ बेलैमा समाधान गर्ने हो भने किसानहरूलाई धेरै गाह्रो हुन्छ। थोल त्यो देखिरहेको तलको त्यो चाहिँ हाम्रो बेसी हो। त्यहाँ चाहिँ एकदम पानीको पनि व्यवस्था छ र त्यहाँ पनि 2-3 बालीहरू जुन पनि मजाले लाउँछ। त्यही भएर यहाँका मान्छेहरू सबै खेतहरू त्यहीँ थिए, सबै मुभ भएर त्यहीँ गइसक्नु भएको छ। त्यहाँ रोड पनि पुरै काले पत्रे भएर सुविधा पनि एकदम छ। त्यही त हो नि, मान्छे जहाँ सुविधा त्यहीँ मुभ हुने। त्यही भएर अब यो वरिपरि बिस्तार बस्तीहरू सबै खाली भएर अब बारीहरू पनि बिस्तार यसरी जङ्गल हुँदै जाँदा जस्तो स्थिति देखा परिसक्यो। जङ्गलको छेउतिर चाहिँ कति मान्छेले छोडिसक्यो नि त, त्यसपछि त पुरै जङ्गलीकरण भइसकेको अवस्था छ। आज त आकाश पनि कस्तो राम्रो भएको छ है, पुरै बुट्टा भरिएको छ ल। के हो यस्तो? हेर्दाखेरि यो कोइरालको फुल जस्तो देखिने। हेर्नु
कोइरालो चाहिँ होइन है फेरि यसलाई भन्छ हामी टाँकी यसको फुल है खाना चाहिँ मिल्दैन होला तर हेर्दाखेरि ठ्याक्कै सिमिलर कोइरालाको फुल हो कि हामीले अचार खाने जस्तो पनि देखिन्छ हो साथीहरु भने म घरतिर फर्कदैछु अघि तलको बाटो थियो नि मकै भएको गरागरै जाँदैछु यो चाहिँ पुरा नेचुरल साउन्ड सुन्नुस् त साउन्डमा कुनै फिल्टर छैन जस्तो वरिपरि सराउन्डिङमा जे छ त्यो सबै क्याप्चर भइरहेको अवस्था छ यो चाहिँ हाम्रो एकजना दिदी हुनुहुन्छ उहाँले चाहिँ फेरि खत्रै स्याहार सुसार गर्नुहुन्छ मकैलाई खत्रै कसरी हुर्काउनु भएको छ ठाउँ चाहिँ छ्याक छ्याक बनाएर पलै बनान्छ पहिला जस्तो चाहिँ छैन तर अहिले पनि समस्या चाहिँ छ है यो के रोग हो पहिला के भन्थ्यो मैले बिर्सेँ यसले चाहिँ धेरै असर बनाएको चाहिँ म मेरो मन चाहिँ तपाईलाई हाम्रो वरिपरिको हैन सबै टुर गराइहाले आशा तपाईलाई पनि मन पर्यो होला तपाई चाहे सिटीमा हुनुहुन्छ अथवा विदेशमा हुनुहुन्छ भने पक्कै पनि यो यस्तो पलहरु मिस गरिरहनु भएको होला हैन सो मेरो लेन्सको थ्रु चाहिँ यो सबै ब्युटीहरु क्याप्चर गरेर देखाए सो यस्तै भिडियोको लागि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला किनकि तपाईले यो सानसानो कामले गर्दाखेरि चाहिँ मलाई पनि फर्दर केही प्रेरणाहरु मिल्नेछ सो अब हामी भेट्नेछौं अर्को भिडियोमा भिडियो यस्तै आउनेवाला छ सो फलो गर्दै गर्नु